सबैजनालाई गुड मर्निङ। यो बिहानको यो चिसो मौसममा आज हामी हाम्रो यो अभियानको सरसफाइ अभियानको हामी पाँचौँ दिनमा छौँ। आज हामी हाम्रो अभियान तीव्र रूपमा चलिरहेको छ। गुड मर्निङ सबैजनालाई। आज हामी सरसफाइ अभियानको पाँचौँ दिनमा छौँ। युवाहरूले यसरी सरसफाइ कार्य तीव्र हुँदैछ है अनिलजी। दाजी गुड मर्निङ दाजी। मैले हजुरलाई एउटा सानो आज हामीसँग प्रत्यक्ष रूपमा हाम्रो शुक्लाकण्डी वडा नम्बर 11 को वडा अध्यक्ष समाजसेवी पनि हुनुहुन्छ उहाँ अहिलेको वडा अध्यक्ष। उहाँलाई केही कुराहरू राखिदिनु हुनको लागि यो युवा अभियानको बारेमा उहाँलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद हाम्रो राजु राणा भाइलाई। हाम्रो युवाहरू ठण्डाका युवाहरू कार्यदेवका युवाहरू सबै मिलेर धोरुराई मोटर मार्ग साँखे ठुङ्गी डाँडा अन्तर्गत धेरै सडक वरिपरि धेरै झाडी थियो। अब यसलाई जुन सरसफाइ गर्ने अभियान अगाडि बढाउनु भयो त्यसको लागि सबै सहभागी युवाहरूलाई चाहिँ म धन्यवाद दिन चाहन्छु। यो आज 5 दिनसम्म सञ्चालन भइरहेको छ। यो अभियान सुरु मैले सामाजिक सञ्जालबाट देखेपछि हाम्रो यहाँका भाइहरू सामाजिक सेवामा ओतप्रोत भएर सक्रिय भएर काम गरेको देख्दा म आफू पनि 1 दिन 1 घन्टा 2 घन्टा भए पनि सहभागी हुँदा अब म युवाहरूको बिचमा साथमै छु र पनि मेरो साथमा युवाहरू छन् भन्ने सन्देश प्रवाह गर्न र त्यो छोटो समयमा चाहिँ काम गर्नको निम्ति म पनि भाइहरूसँग सहभागी छु। यसको लागि एउटा सकारात्मक खालको सन्देश प्रवाह होस् भन्ने हिसाबले विद्युतमा कृष्ण अर्याल लगायत अब राजु कृष्ण अर्याल लगायत सबैले चाहिँ सामाजिक सञ्जालमा काम गर्दै अब यसलाई चाहिँ सामाजिक सञ्जालमा पोस्ट गरिदिनु भएको छ। यसले काम गरेको देखाउन भन्दा पनि यसले सकारात्मक भावना अन्त पनि जाओस् र अरूले पनि यो अभियान सुरु गरून् भन्ने मनसायका साथ जुन गरिएको छ काम र चाहिँ अब सामाजिक सञ्जालमा पोस्ट यसले गर्दाखेरि समाजमा केही पनि नगर्ने सबै राज्यले गरिदिन्छ भन्ने एउटा सोचाइलाई पनि अन्त गरेर वास्तवमा सरकार सँगसँगै हामी युवाहरू अब सरकार पक्षले पनि अब काम गऱ्यौँ भने धेरै कुराहरू गर्न सकिन्छ भन्ने खालको म्यासेज यसले प्रवाह गर्ने हुँदा यो असाध्यै सकारात्मक छ। भाइहरू सबैलाई धन्यवाद छ। आज म यही अभियानमा सहभागी छु। हस् धन्यवाद। ल दाजु हजुरलाई पनि युवाको यो अभियानमा यसरी साथ दिनुभयो र हामी पनि धेरै खुसी छौँ। प्रत्यक्ष रूपमा वडा अध्यक्ष यसरी आएर हामीलाई युवाहरूलाई यो युवाको अभियानलाई सहयोग गरिदिनु भएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद। मोरो रायपुरको साना किसान सहकारी छ नि 11 नम्बरको यसलाई हामीले कसरी माथि लाने ल अरु सेनापति हो काम सुरु गर्नु कसैले सुरु गरौँ कसैले माग राखौँ। गाउँमा अभियान चलाइयो भने सहकारीमा अनुदानहरू पनि आउँछ काम गर्नलाई सजिलो हुन्छ। ल सेनापति हो सुरु गरौँ त्यही भएर हरेक मान्छेको घरमा चाहिँ पहिला सुरुवाती चाहिँ भैँसी पालनबाट दुध उत्पादनबाट त्यो भन्दा नि भएकै छोड्यो पैसाको कुरा हो त्यहाँ पहिला एउटा चिलिङ भ्याट चाहियो एउटा चिलिङ भ्याट चाहियो 11 नम्बरमै राख्नु तारी लाने होइन 11 नम्बरमै राखौँ। हरेक मान्छेको दुध भाग्य भयो राति 3 बजे दुध दुहेर 4 बजे बोटमा गएर पुरेर बस्नुपर्छ गाडी। राति चाहिँ बोटको बाटो जानु पर्यो दुध बोकेर युवाहरूको माग ल त्यस पछाडि तपाईँको यहाँ बिहान गएर बिहान पुरेर पनि भैँसी दुन्छ नजिकको मान्छेले दुध हामडाँडामा एउटा क्यान राखौँ कृष्णपुरमा एउटा क्यान हटियामा एउटा क्यान रायपुरमा एउटा क्यान राखौँ। गाडीलाई बिहान आउँदाखेरि दुध बोकेर आउँछ। आज बेचेको मान्छेले भोलि महिना पुगेर पैसा बुझिसकेपछि उसलाई चाहिँ पैसा आउँदो रहेछ भने एउटा पालीलाई 2टा पाली इच्छा जान्छ। भोलि एउटा क्यान राख्नु 2टा हुन्छ भोलि 3टा होला। अनि क्यारम यहाँ तल जहाँ चाहिँ हामीले चिलिङ भ्याट राखिन्छ त्यहाँ एउटा कर्मचारी खटाउनु पऱ्यो अनि एउटा मार्केटिङ म्यानेजर राख्नु पऱ्यो जसले चाहिँ बजारमा गएर मार्केट दिलाउँछ। बुझ्नुभयो नि? त्यस पछाडि के गर्ने उसले उता मार्केट मिलाउँछ हामी यता उत्पादनमा जाने। उत्पादन गरिसके पछाडि हामी साना किसान सहकारीसँग जोडिएर गइसकेपछि आएको चाहिँ अनुदान के गर्ने कसले कति उत्पादन गर्यो किसानले उत्पादनको आधारमा उसलाई चाहिँ
अनुदान नमस्कार है अध्यक्षजी भेला हुनुहुन्छ यो तरिकाको अभियान लाग्न पर्यो कोही पनि युवालाई अब विदेश पठाउने होइन तपाईँकै भाइलाई पनि तपाईँ वडा अध्यक्ष हुनुहुन्छ तपाईँको भाइ नै विदेश हुनुहुन्छ उहाँलाई पनि तपाईँले नेपाल फर्काउने अभियान चाल्न पर्यो वडा अध्यक्ष भइसक्यो त्यति अभियान चलाउनुहोस् यदि तपाईँले चलाउनुहुन्न भने बेलुका तर सर्नु भए भइ बस्नु 11 नआइदिनु त्यही भयो नत्र भने हामीलाई साथ दिएर मन पर्यो यो विषयमा ताली पड्काउनु त सबैले यो विषयमा जित्छ है तर यस्तो हो के त्यहाँको होइन यस्तो यस्तो भाइको त कुरा सुन्नु दाजुको सरको कुरा भन्नुहुन्छ नि अब एउटा कुरा मात्रै म भन्छु पहिला मेरो कुरा सुन्नु 11% ब्याज दर छ त्यहाँ हेर्छु उसको लागि होइन बुझ्दैन त्यो पनि झिटो राखेर हो बुझ्नु त्यहाँ पैसा कति लाख करोडमा जम्मा छ थाहा 2.5 लाख जति करोड जम्मा 2 करोड जति जम्मा अहिले त्यो 2 करोड पैसा उहाँ 3 रुपियाँ ब्याजमा बसिरहेको माछुपुच्छ्रे ब्याङ्कमा होइन यहाँ मान्छेलाई 11% दरले ब्याज लाखायो त्यो सहकारी मात्रै धनी मलाई के गर्ने त जनता गरिब भएपछि होइन हामीले ब्याज तिरेर त्यसरी हामीलाई चाहिँ महँगो ब्याज तिर्नु पर्ने उसले चाहिँ ब्याङ्कले चाहिँ सस्तो ब्याज दिएर त्यही पनि महँगा लगाएर राखिरहेको छ महँगा राख्नुभन्दा यहाँका यी जुन व्यवसाय गर्न इच्छुक मान्छे तिनीहरूलाई कम लगानीमा दिउन् भन्ने कुरो हो क्या यो चाहिँ 1 नम्बर हो क्या यो सहकारीको चाहिँ मैले बुझेको अब भाइहरूको कुरो मैले वडा अध्यक्ष यहाँ हुनुहुन्छ मैले के भन्छु भने अरू कुरो अब सबै कुरा उत्पादन गरौँला यी सहकारीहरूलाई माथि लाने सहकारीबाट ऋण दिने भन्ने कुराहरू पनि त्यो गरौँला तर उहाँ चाहिँ अब नगरको प्रतिनिधि हाम्रो अभिभावक पनि भएको कारणले हामीले उत्पादन गरेका चिज चाहिँ सरकारले चाहिँ खरिद गरोस् त्यो के अरे दुध पनि उसले खरिद गरोस् नबिके सरकारको नबिकोस् जनताको नबिक्ने वातावरण चाहिँ बनोस् त्यति चाहिँ भन्न चाहन्छु मैले किनभने त्यो भयो भने बल्ल किसान प्रोत्साहन हुन्छ उसको सामान सर्दैन उसले उत्पादन गर्छ त्यो बेच्ने जिम्मा भनेको सरकारले लियो भने चाहिँ यो चाहिँ शुक्ला गण्डकी चाहिँ धेरै गर्न सक्दैन कि हाम्रो जति सक्छ त्यो अनुसारको आश राख्नुपर्छ है ठुलो कुरो हो नि जति दिन सक्छ आएको बजेटलाई पुग्न नसक्ने आज त्यो चौधरीलाई हटाइदिए त्यहाँ सामान बेच्न सक्दैन आज चौधरी आएर त्यहाँ झुलियाउमा तरकारी बेचेर करोड अरब कमाएको छ भने हाम्रो तरकारी त्यहाँ चाहिँ बेच्न सक्दैन चौधरीले ग्यास हालेर ल्याएन सरकारले जिम्मा बसे छैन नि त चौधरी सुन्नु ग्यास हालेर चाहिँ उसले नगरले लिने कर्मचारी राखेर बेच्ने कदापि गर्न सक्दैन क्या हाम्रो देशको बोल्ने बढी भएर यहाँ बिग्रिएको कुरा हो तपाईँले घरमा एउटा भैँसी र 4वटा किरातको चल्ला हालेर तपाईँलाई व्यथा थाहा हुन्न कि हिजो मैले ब्रोइलर पाल्दाखेरि 1600 रुपियाँ बोरा दाना हुँदा नि बजारमा ब्रोइलर मासुको मूल्य 360 रुपियाँ किलो थियो 400 रुपियाँ किलो थियो अहिले एक बोरा दानाको मूल्य 4000 पुग्यो मासुको मूल्य उही छ यार के हावा कुरा गर्नुहुन्छ तपाईँहरू यहाँ चाहिँ हिरो त्यतिकै बोल्न जानेछु भनेर मात्र मर्म बुझ्नु न पहिला हामीले स्थानीय सरकार किन यही त भने छु त मैले तिमीलाई पर्यो क्यारे युवालाई पर्यो मासु बिकेन तिमीलाई घाटा पर्यो त्यो सरकारले जिम्मा लियोस् भने अब हैन आज क्या राजु राणाले चाहिँ यहाँ काँक्राहरू चाहिँ नबिकेर चाहिँ उहाँ बङ्गुरले खायो त उसले त्यो काँक्रा बिकिरहेको थियो भने उही त्यही पेसा गरेर विदेशै जान्दैन अहिले होइन ती काँक्रा नबिकेको कारणले चाहिँ उसले कति उत्पादन गरे कि यहाँ चाहिँ बाइकमा बाँधेर लिएर गएको त पहिला यस्तो गरे कुरो भने हाम्रो यहाँ कस्तो छ सुमलले टडेलो र कुखुरा पाल्यो भने हामी सबैलाई टडेलो र कुखुरा चाहिन्छ क्या कुरो हुन्न नि तपाईँ घरमा कुखुरा छ त कसले किनेर खान्छ मेरो घरमा कुखुरा छ म किनेर खान्छु यसो मासु म महेन्द्रकामा मासु नलाएको कति भइसक्यो मेरो घरमा कुखुरा छन् 40वटा कुखुरा छन् काटो त्यही खायो होइन त त्यसरी नपालौँ कि हाम्रो समस्या भनेको त्यो हो त्यही भएर मैले भनेको महेन्द्रको कुखुरा बित्थ्यो हाम्रो घरको खसी बित्थ्यो कुरो त्यो हो नि त होइन त्यो कुरा सुन्यो हाम्रो वडा अध्यक्षबाट पनि कुरा सुन्नु पर्यो नि त के अरे उहाँ भाइले चाहिँ भनेको सम्भव गर्न सकिन्छ कि सकिन्न अथवा के छ त्यसको उपाय दाजी त्यो छोटो मिठो भनिदिनु नि त ठिक छ अब स्थानीय सरकार शुक्ला गण्डकी नगरपालिकाले हामीसँग अब अहिले कृषि एम्बुलेन्स पनि छ हजुर अब विगतमा पनि यी शब्दहरू किसानले उत्पादन गरेका कृषि उपजहरू अब सरकारले जिम्मा लिनपर्छ भन्ने नारा र भनाइहरू विगत वर्षदेखि नै हामीले भन्दै आयौँ होइन हजुर यो वर्षदेखि विगतमा भनेका कुरा र
अहिले कृषकले उत्पादन गरेका कृषि उपज वस्तुहरू नगरपालिकाले सिधै खरिद गरेर विभिन्न ठाउँमा चाहिँ कृषि उपज केन्द्र तयार गर्ने किटान गर्ने र हाम्रो एम्बुलेन्स पठाउने कृषि एम्बुलेन्स गाडी पठाउने र चाहिँ कृषकलाई सामान उठाइसके पछाडि हजुर कृषि उपज सामान उठाइसके पछाडि कृषकलाई नगदै पैसा दिएर ल्याउने भन्ने कार्यनीति पास भएको छ। अब केही समय पर्ख्यौँ। अब मलाई लाग्छ अहिले सबैको जुन जिज्ञासा छ त्यो यो वर्षदेखि मेटिन्छ भन्ने मैले विश्वस्त दिलाउन चाहन्छु। ल हस् त दाजु, ल हस्, धन्यवाद। ओ दिदी चिया ल्याइदिनु भयो भाइहरूलाई, ल धेरै धेरै धन्यवाद हजुरहरूलाई। ल धेरै धेरै धन्यवाद छ यो बिहानको यो चिसो मौसममा हामी आजलाई यहाँ खाजा आइसक्यो भाइहरूको खाजाको लागि हो यो कामलाई। आजलाई खाजा यहाँ पितम्बर अधिकारीले चाहिँ सौजन्य गर्नुभयो। अब भोलिलाई अब गरौँ तपाईँहरू। हामी छौँ 15-20 जना। शिलामा